जय मसी एभ्रिवान हामी चेलु आज देखिको भनौँ बाबुहरूको पिकनिक प्लस फेलोसिप अब हामी लाग्यौँ है यहाँ अगाडि ल अब भने हामी यहाँ मासु लिनको लागि हाम्रो सबै कुरा रेडी भइसक्यो अब हामी यहाँबाट सौदा पानी सब गरिसकेर अब हामी निस्केको अब हामी यहाँ खोला नाला तरेर हिँड्नुपर्छ होला भएन कि यहाँ चाहिँ झरौँ होला है फुकिन्छ होला पानी पनि छ त्यही माथि कि ल अब यहाँनिर चाहिँ अलिकति एडभेन्चरस है बाटो हुन्छ अब हामी जाँदैछौँ यहाँ पानीको खोजीमा आएको थियौँ दुईजना अनि पर हामीले त्यो रानी वनमा हामीले पिकनिक गर्ने सोचेका थियौँ तर पुरा बेसी हल्ला बेसी ग्यादरिङ रहेछ सो अब पानीको मुहानको खोजीतिर हिँडेको छौँ अनि फाइनली मुहान त भेटिसक्यो अब जुगाड गर्नु मात्रै हो ल गाइस अब हाम्रो गाडी चाहिँ यहाँनिर छ सो हामीले सब कुरा पत्ता लगाइसकेको छौँ अन्त यहाँनिर सबै कुरा अब तयारी हुँदैछ पानी ल्याउनु हिँड्नु भयो यहाँ उहाँहरू चाहिँ ल पानी अब पानी हो ल पानी 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 उद्याबाट लैजाऊ न उद्या बठाऊ फाइनली हाम्रो डेस्टिनेसनमा आइपुगिसकेका छौँ अब कस्तो लाग्दैछ आशिष हजुर एकदम राम्रो लाग्दैछ खुसी लाग्दैछ हजुर खुसी लाग्दैछ है ल हाम्रो प्रभुले धेरै आशिष दिउन् हाम्रो यहाँ फाइनली स्पोर्ट चाहिँ यहाँनिर तयारी भइसकेको छ सो अघि निकै ठुलो थियो खोला अहिले ड्याम बन्द गरेछ एकदम घाममै मात्रै सुकाउँदा पनि पाक्छ होला ल यहाँनिर हाम्रो अब फुल यहाँ अहिले सुकाएर भोलि पनि घाम आएर बाउहरूको फेलोसिपमा यहाँ आमाहरू नआउँदाखेरि चाहिँ यहाँनिर हो अझ यहाँ बाबुहरूले सबै सायद घर आमाहरूलाई मिस गरिरहनु भएको छ उहाँले अब हामी पानीको लागि चाहिँ यहाँ आएको छौँ मान्छे नआउने दवा पनि दामी रहेछ यहाँ सिलौटोहरू यहाँनिर रहेछ यो अर्ग्यानिक सिलौटो हो यहाँ फेरि माछा पनि फेरि पुरा रहेछ क्या हो अहिले चाहिँ हामी पानी खोजेर पानी लिएर हामी फर्किँदैछौँ सो एकदम राम्रो छ जग्गा लोकेसन एकदम मजा आइरहेछ यहाँनिर चाहिँ अब हाम्रो यत्रो चाहिँ एक्लैले खाने भन्ने कुरा हुँदैछ मासु तपाईँहरूले ग्लास लिएर आउनु सक्नुहुन्छ ल या फ्रेन्ड्स कहाँ भनेको चाल्ने होइन डाइरेक्ट छ नि चाल्ने छ त होइन खनाउनु पऱ्यो मासु कम्ती ल्याएको छ नि पोल्ने मासु आज चाहिँ यहाँ हामी बाबुहरूको सङ्गति चाहिँ यो रानी वनको टारमा जङ्गलमा हुँदैछ एकदमै शान्त ठाउँमा राजा वनमा छ हामी चाहिँ यहाँनिर हुँदैछ है अब हामी सबैजना
यो जग्गाको नाम के भयो अरे रानी वनको छेउमा राजा वन मनसङको ठिक मुनिनिर हामी यहाँ छौँ सो यहाँनिर अब एकदम हाम्रो सबैजनाले रहस्यको कुरा बोल्दैछ त्यो चाहिँ के हो भनेदेखिलाई 5 किलो मासु म एक्लै खान्छु भन्ने कुरा हुँदैछ अब मासु पुग्दैन होला फेरि ल्याउनु जानुपर्छ भन्ने कुरा हुँदैछ ल्याउन सबै प्लेट ल्याउनुहोस् न दाजु 3-3वटा प्लेट ल्याउनुहोस् न चियाको चुस्कीमा सानो क्लिपहरू बनाएर मलाई पनि पठाइदिनुहोस् है जोड्नुपर्छ भरे होइन चिया बिस्कुट खाएर म कुदिहाल्छु न अब फेरि हो एकदम यतिले पुग्दैन भन्ने नै हुँदैछ यहाँ यो कति किलो 5 हो कति किलो दाजु 5 किलो है 100 किलो नि भर्खर यहाँ नयाँ कुरा दिउँसित चाहिँ टक्कै आधी लिटर दिउँसित चाहिँ टक्कै 2 केजी तौलिया काटेर पोले नि लिन्छ पोलेको नि लिन्छ 50 रुपियाँ हो एक्लै खाइदिएको पोलेको कति किलो खाइदिनु पर्यो 2 केजी एक्लै तौलेर खानु भएको रे उहाँ अन्त यो पोलेको 50 रुपियाँ लिन्छ 1 केजी तपाईँलाई के लाग्यो यो आज अन्त 6 किलो यहाँ 6 किलो छ हो अब भ्याउँदैन भन्ने हुँदैछ यहाँ चाहिँ हजुर हाल्नुपर्छ मैले त दुईटा पो थियो भाइ आइज सिधा ब्याकग्राउन्ड म्युजिक पनि दुखाइ छैन म्युजिक नबजाउन भनेर जय मेसी हाम्रो सम्पूर्ण मण्डलीलाई अनि आजको दिन विशेष गरिकन हाम्रो बाबुहरूको पिकनिक प्लस फेलोसिप है अनि सो अहिले हामी रानी वनको छेउ हामी राजा वनमा छौँ अनि यो चाहिँ ठिक कहाँ हो भनेदेखिलाई यो माथि मनसङको ठिक तल्लोपट्टि छौँ हामी सो अहिले भने हाम्रो यहाँनिर कतिवटा कुरा अब सेकुवा भयो खानेकुराहरू सबै तयारी भइरहेको छ सो अहिले यहाँ आगो बलिरहेको छ यहाँनिर दाउरा यहाँ चाहिँ आजको हाम्रो यो आज हाम्रो सेकुवाको लागि यहाँ सबै सरसामानहरू छ अनि यहाँहरूले भर्खर प्याज काटिसक्नुभयो अनि अहिले हामी यहाँ आइपुगेर यहाँनिर चिया खाजा भइरहेको छ हुन्छ अब भने हाम्रो यहाँनिर अब सेकुवाको लागि सबै कुरा तयारी भइसकेको छ अब पकाउनु मात्रै बाँकी यो चाहिँ रम्फू खोला हो अनि यता अहिले हामी बेङ्गलपट्टि छौँ सो यो पारी देख्दै गरेको चाहिँ यो चाहिँ सिक्किम हो अब हाम्रो सबै बाबुहरू तातेको छ अब फेरि हाम्रो आज बाबुहरूको के भन्नु सेवा भएको कारणले गर्दाखेरि एकदम जोसिलो अब यहाँ हाम्रो लोकेसन चेन्ज हुँदैछ फेरि हामी 3-4 ठाउँ अब यहाँनिरदेखि चिया र बिस्कुट खाएर लोकेसन चेन्ज फेरि तातो रहेछ यहाँ चाहिँ गरम अब पिकनिक पो भयो हामी चाहिँ थुप्रो भएको थियो नआएको अब एकैचोटि हामी 3-4 ठाउँमा पिकनिक खाने आज सबै प्याकअप हुँदैछ यहाँ आगो सुरु भइसक्यो एउटा हजुर भित्र हाल्नु अहिले भने अब हामी फेरि हामी अर्को स्पटमा अहिले आइपुगेका छौँ सो यहाँनिर अहिले सबैजना चार्ज भइसकेको छ
अब फेरि हामी अहिले हामी राजा बन्देनको प्रजा वनमा आएको छौँ फेरि अनि हुन्छ अब फेरि यहाँनिर प्रिपरेसन हुँदैछ यहाँले नयाँ फर्मेसन हुनेछ हामी यहाँ दावा दाजु आउँदाखेरि हामी सक्ने हामी उयसमै छौँ ठिकै छ यतिकै राखौँ यस्तो तेर्सो राखौँ सेकिन्छ नि यो राप साह्रो आगो ज्वालोले भेटायो कि अहिले अलिक कोइला भएपछि चाहिँ कस्तो लाग्यो दामै छ नि तपाईँको खोला बग्दैछ म त्यहाँबाट पिउनेछु मुरली मृग आएछ म वृन्द आउनेछु तपाईँको प्रेमले म नयाँ हुँदछु तपाईँको प्रेमले म निको हुँदछु This is pork sekwa. सो यहाँ सेक्वाको डाइरेक्टरहरू चाहिँ यहाँ दुईजना हुनुहुन्छ आज एक कराई छ क्या अझ यहाँ एक कराई छ आज 10 केजी ल्याउनु गएको 10 केजी ल्याउनु गएको छ आज चाहिँ हामी यो सब कुरालाई अन्त्याएर नै यस ठाउँबाट फर्किने हामीले विचार गरेका छौँ सो अहिले भने यहाँनिर हाम्रो यहाँ गीत पनि चल्दैछ र यहाँनिर हाम्रो सेक्वा भइसकेको छ हो टेस्ट गयो त्यसपछि र अब चाहिँ यहाँ पक्का पनि हजुर ए हो त्यही त म अहिले पो यो पुच्छ नि ए 11 भाइ हो एक गाना अनि भनेको यहाँ चाहिँ निम्बुहरू लिएर जाउँ बेला को स्प्राइट खान्छ भाइ स्प्राइट मिठो भएछ है यहाँ पक्रेर घुमाउँदा अलिक तपाईँ टोक्नु यस्तो म त नसुने छु स्ट्रबेरी उड्दा चाहिँ बढ है यो अचार है अचार
अलिअलि त खान्छु कि तर फुटबल खै नगा भए नि हुन्थ्यो होला सायद हुँदै त्यसो ल फेरि हाम्रो यहाँनिर नपुगेर आइपुग्नु भयो ल यहाँनिर मेन उहाँकै इन्तजारमा थियौँ हामी बङ्गालको मासु सिक्किम बसाएको हो फेरि अन्त सुनिहाल्नु होला रम्फू लाल बजार पुगेर उहाँ अहिले यहाँ यो जग्गाको नाम के अरे पाएर क्यान्टक चल्दै यसको रिल्स क्लिपहरू छ छ अब यो उयोबाट भन्नु भने चाहिँ बिजनेस भाषामा भन्नु भने चाहिँ अब ब्रान्डेड परेको चिज हो दामी छ लोकल लोकलहरू छ किन भन्यो नि बिना लोकल भए पनि लोकलै हो कुन कम्पनीको रहेछ लोकल हो कि लोकल त यो चाहिँ कस्तो भयो उहाँ स्विमिङ गरेर आउनु भयो हामीले चाखेको मात्रै छौँ अब खानु चाहिँ डल्लै बाँकी छ हो मेरो चाखेको मात्रै खानु बाँकी नै छ लु बसौँ त लु यहाँ चाहिँ हाम्रो भर्खर एकजना स्विमिङबाट आउनु भयो उहाँ अर्को रम्फूबाट आउनु भएको छ हो स्विमिङ कति गहिरो रहेछ गहिरो छ राइट स्विमिङ सकेर आउनु भयो जयमसी विशेष गरी अब दोस्रो सेसनमा हामी आइसकेका छौँ वस्तुवाले के भोजनहरू गाउँदै हुनुहुन्छ है आफ्नो आफ्नो व्यस्ततामा छ यतिखेर चाहिँ त्यसैले यहाँ सेवाकै सेकुवा पकाइराखेको हाम्रो डाइरेक्टरहरू आज सेकुवाको डाइरेक्टरहरू भाडा उम्रिरहेको छ एउटा गाडी छ पर हुन्छ हामीले पुर्याउने यिनीहरू हो धन्यवाद छ तिमीहरूलाई पनि कालोलाई पनि धन्यवाद छ यो चाहिँ फायर ए भएन हामीले सेकुवा खाइसक्यौँ 6 किलो 12 जनाले भनौँ अब चाहिँ यहाँनिर ग्रेभी बनिँदैछ 3 किलो अझै यहाँनिर मासु र साग हुँदैछ अब यो पनि हामी तयारी गर्दैछौँ ल यो चाहिँ तिते हो अन्त दिपेनले चाहिँ यहाँनिर बुके जस्तै बनाएर दिएको छ तिते टिपेर अब यहाँबाट चाहिँ फेरि यस्तो गर्दा
मण्डलीका बाबुहरू साथै तपाईँको बिचमा भेना हुनुहुन्छ हामी बाबुहरूलाई तपाईँले भेला गराउनु भयो यो मौका दिनुभयो यो सबै कुरामा तपाईँको ल अब यो चाहिँ हाम्रो एन्डिङ हो यहाँ खाना खाएर अब हामी एकदम सिरियस छ जाँदैछौँ यसुको तेल जति नै भएछ नि त अनि ल